दर्शकबिन सबैलाई नमस्ते। म मिलन मगर हजुरहरूले आफ्नै साथी। आज भने तपाईँहरूलाई मैले धरानको श्रवण संस्कृति पार्क लगायत रात्रिकालीनमा धरानलाई देखिने भ्युज र धरानको महमा दृश्यहरू, गोर्खाल्यान्ड दृश्य र चिन्डे डाँडामा भएको सबै दृश्यहरू तपाईँहरूलाई म देखाउँदै जानेछु र गोर्खाल्यान्डको आज के छ यो तपाईँहरूलाई भित्री साथै पनि देखाउँदै जानेछु। आउनुहोस् सुरु गर्न चाहन्छु तपाईँहरूकै भ्यूहरू। मैले एक दिन होइन अब मोबाइलमा त्यति चलाउनु आउँदैन होइन, मोबाइल चलाउनु एनसिएलले फोन गरेछ त्यतिखेर फेरि अफर थियो। अब पुरा 1 करोड कति जित्ने पनि होइन, अनि 479 को हाल्नुभयो भने 1 करोड चाहिँ तपाईँले जित्नुहुन्छ भनौँ। अनि तपाईँलाई 28 दिन पनि वाइफाई फ्री नेट सेट 479 लगातार मैले 4 महिना हालेँ होइन। 4 महिनासम्म एउटा केही भित्र भाङ जितिएन पनि। अनि 4 महिनापछि 5औँ महिनामा अनि आयो कि म्यासेज आयो तपाईँको रिनो गर्ने बेला भयो भने रिनो। अनि फेरि 500 रुपियाँ रिचार्ज गरेँ। 500 रुपियाँ रिचार्ज गरेको त्यसपछि चाहिँ आएन, त्यो लिएन उता। अनि त्यो 500 रुपियाँ मैले रिचार्ज गर्दाखेरि फोनमा बोल्दाले सकियो। अनि त्यहाँदेखि त कस्तो भने 100 रुपियाँ डाटा तान्ने बित्तिकै चट एकता फोन नगरिकन एउटा डाटा नजाने चट लगभग 4-5 महिना त्यस्तो भयो। अनि अब मेरो त फोनमा यस्तो पैसा कट्छ त हरेक कुरो। कसैले बनाइदिने एकजनाले भनेको तपाईँको यस्तो आफ्नै भान्जाले बनाइदियो हरेक तपाईँको यस्तो भएको रहेछ मामा, त्यही भएर त्यहाँ ब्यालेन्स हाल्ने बित्तिकै डाटामा जान्छ कटिजान्छ। अनि अहिले हिजो अस्ति फोन गरेर फोनमा आएको थियो। अनि 879 भनेको त 900 हो। 879ले तपाईँले दिनु 28 दिन, जति नै चलाए पनि 28 दिन चाहिँ फ्री चल्छ भनेर 879 को हालेको छु डाटा। त्यो पनि कहिले त कोल्याप्स हुन्छ हौ, चल्दैन त। अनि अब चाहिँ एनसिएलले फोन गर्छ कि गर्दैन भनेर सोध्दैछु कि 879 को हालेको छु डाटा। अनि यता फेरि घरको वाइफाई महिनाको 1125 तिरिरहेको छु। त्यो त वार्षिक तान्नु सहज हो नि। वार्षिक आएको बेला त्यतिखेर पैसा हुँदैन, जतिखेर चल्छ त्यतिखेर त 1100 त अनि यताउति गर्दा भइहाल्छ। अनि त्यो वार्षिक तान्दा एकैचोटि 7,000 7,500 लाग्दो रहेछ। 7,500 तिर्नलाई झ्वा निस्किन्छ टुपीबाट, हुँदैन कहिले। हो त्यस्तो भइरहेछ क्या मेरो वार्षिक तान्दाखेरि घरमा अलिक कम्ती नै होला हौ। 7,000 कुनको हुँदा नि मेरो भाइनेट छ। त्यस्तै हो। 7,000 8,000 पर्छ। म त जुन मलाई हामी धरानमा छौँ। छोपेर ल्याएर सब धरान यो सेल्फी खिच्ने भ्यू डाँडा छ। धरानको यो भ्यू डाँडामा तपाईँहरूलाई देखाउने कोसिस गरिरहेको छु। जहाँनिर चाहिँ हाम्रो धरानको सर मैले तपाईँलाई फलो गरेको थिएँ, तपाईँको भिडियो चाहिँ हेरिरहेको थिएँ तर मैले फलो गरेको थिएँ। ल के नाम छ तपाईँको? भेटघाट भएको छ। सिसम अहिले आयो। एउटा यो गरिहाल्छ। ल देख्न सक्नुहुन्छ। धरानको यो धरान भ्यू डाँडाबाट चाहिँ हामीले तपाईँलाई प्रत्यक्ष देखाउने कोसिस गरिरहेको छौँ। दर्शकबिन यो चाहिँ माथि डाँडाबाट धरानलाई देख्दाखेरि चाहिँ एकदमै है यस्तो देखिरहेछ है दर्शकबिन। राति धरान हेर्ने हो भने चाहिँ राति हेर्दा चाहिँ यस्तो देखिँदो रहेछ है। यो के माथि यो गोलघरबाट दर्शकबिन सबैमा नमस्ते। म मिलन मगर हजुरहरूकै आफ्नै साथी। म चाहिँ यतिखेर यो चिन्डे डाँडामा आइपुगेको छु, जहाँनिर चाहिँ यहाँदेखि चाहिँ पुरै धरान पुरै यहाँ तलसम्म पुरै देखिन्छ। सबै यो धरान
चाहिँ यहाँ माथिबाट चाहिँ एकदमै बबाल देखिँदो रहेछ। यो चाहिँ देख्न सक्नुहुन्छ। तर अहिले एकदमै ढुम्म छ, समय अलिक निकै गइसकेको छ दर्शकबिन। र यो चाहिँ सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्दै हुनुहुन्छ र यो ठाउँलाई चाहिँ शिलान्यास भइसकेको छ। अब बनाउनको लागि सुरु मात्रै भइरहेको, केही दिन पछाडि सुरु गर्ने भनेर एकजना दाइले जानकारी दिँदै हुनुहुन्थ्यो। र चुनावी माहौलले गर्दा पनि यो प्रतिमा सुम्निमा पारुहाङको प्रतिमालाई चाहिँ निर्माणमा अलिकति ढिलो भएको मात्रै हो भन्ने कुरा छ। र अब चाँडै नै अब चुनाव पनि सकिसक्यो, अब भने अब यो सुचारू हुन्छ भनेर चाहिँ भन्दै हुनुहुन्थ्यो। र यो चाहिँ सुम्निमा पारुहाङको चाहिँ प्रतिमाको लागि चाहिँ यो शिलान्यास भइसकेको छ, जहाँनिर यो फिल्ड एकदमै ठुलो फिल्ड छ। र यो ठाउँमा चाहिँ अब यहाँनिर चाहिँ सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्नको लागि यो फिल्ड पुरै खाली गरिसकिएको देखिनु पाइन्छ दर्शकबिन। साँच्चै नै तपाईँहरू पनि कहाँदेखि भिडियो हेर्दै हुनुहुन्छ र पक्कै पनि यो ठाउँमा नआइपुग्नु हुने होइन, देश विदेशमा छरेर रहनुहुने होइन, सुम्निमा पारुहाङलाई माया गर्नुहुने है, माया गर्नुहुने सम्पूर्णमा चाहिँ देश विदेशबाटै तपाईँहरूले प्रार्थना गर्नुहोला पनि भन्न चाहन्छु होइन। र नमस्कार पनि गर्नुहोला भन्न चाहन्छु। र तपाईँहरूकै साथ सपोर्ट मैले पाइरहनेछु पक्कै पनि होइन। र यसरी यहाँ तल देख्दै हुन्छ बाख्रा पनि रहेछ, यसरी नेपालको झन्डा फरर फरिरहेको अवस्था छ दर्शकबिन। साँच्चै यो चाहिँ सुम्निमा पारुहाङको प्रतिमा निर्माणमा चाहिँ यो एकदमै फुल यत्रो फिलहरू भइसकेको तपाईँहरूलाई देखाउन सक्छु पक्कै पनि दर्शकबिन। म यतिखेर सुम्निमा पारुहाङको प्रतिमा निर्माण शिलान्यास भइसकेको छ, यहाँ शिलान्यास चाहिँ भइसकेको तपाईँहरूलाई यहाँ देखाउन चाहन्छु हो दर्शकबिन। साँच्चै यता पनि देख्न सक्नुहुन्छ, तल धराहरू देख्नुहुन्छ। यो चाहिँ जहाँनिर चाहिँ मिति 2082 साल मङ्सिर 9 गते मङ्गलबार भएको रहेछ पक्कै पनि यहाँ देख्न सक्नुहुन्छ है। र यो ठुलो फिल्ड छ जहाँनिर चाहिँ यो अब सुरु हुन लागेको छ, केही दिन पछाडि सुरु हुन्छ भन्नुभएको छ। ल दर्शकबिन, साँच्चै म हुँ मिलन मगर, हजुरहरूकै आफ्नै साथी, हजुरहरूकै साथ सपोर्टमा। र यदि हाम्रो आवाज तपाईँको साथ फलो गर्नुभएको छ भने पक्कै पनि फलो गरेर साथ दिनु होला भन्न चाहन्छु। हजुरको दिन शुभ रहोस्, शुभ फलको कामना गर्दै म मिलन मगर बिदा हुन चाहन्छु। हस्त धन्यवाद, बाई बाई। पानी आउँदो रहेछ पानीभित्र। आधा तपाईँको पनि त्यस्तै हुन्थ्यो नि, भएन। नमस्ते सबिन सर, के अरे नमस्ते सबिन होइन, के छ जान्छ हेर्नुहुन्छ। देखिँदैछ नि देखिँदैछ ल दर्शकबिन। साँच्चै म यतिखेर श्रम संस्कृति पार्कको जुन गोर्खाल्यान्ड एरिया यस्तो मजाले देख्न सक्नुहुन्छ। तोकमा अनुसारको चाहिँ फरक फरक तरिकाको छ।
आज हामी धरानको श्रम संस्कृति पार्कमा चाहिँ हामी भित्र आइपुगेका छौँ। हामीलाई चाहिँ समेटेर श्रम संस्कृति भन्ने संस्कृति भनेको के हो भन्ने कुरा चाहिँ यहाँबाट चाहिँ हामीले सिक्न सक्छौँ र सबै कुराहरू यो आफ्नो आफ्नै यहाँनिर चाहिँ छ, यहाँ देख्न सक्नुहुन्छ। श्रम संस्कृति यो आफ्नो आफ्नै तरिकाको छ, सबै कुराहरू यो देख्न सक्छौँ। यो सबै कुराहरू हामीले देख्न सक्छौँ दर्शकबिन। साँच्चै यो चाहिँ यो खुली अनुसारको यहाँनिर सबै कुराहरू राखिएको छ। यहाँनिर चाहिँ यो सबै कुराहरू यहाँ लेखिएको छ, तपाईँले देख्न सक्नुहुन्छ। एकदमै आज म पनि यस पार्कमा आउँदाखेरि फर्स्ट टाइम आएको छु होइन। कस्तो चाहिँ छ भनेर सोच्थेँ, तर आज आउँदाखेरि म यहाँनिर चाहिँ स्वर्गमै आइपुगेको जस्तो लाग्यो। साँच्चै एकदमै राम्रो भनौँ। तपाईँहरू पनि एकचोटि आउनुहोस्, आएर घुम्नुहोस्, आफैले अवलोकन गर्नुहोस्, के छ कसो छ सबै आफैले अवलोकन गरेपछि मात्रै थाहा पाउनुहुन्छ। त्यसैले आउनुहोस्, म तपाईँहरूलाई म सबै घुमाएर देखाउनेछु जहाँनिर चाहिँ यहाँबाट हामी अब निस्किँदैछौँ। यो यस्तो ठाउँ जहाँ देख्न सक्नुहुन्छ। यसरी तपाईँहरूलाई मैले देखाउने कोसिस गरिरहेको छु। यहाँ धेरैभन्दा धेरै अब यहाँनिर चाहिँ धेरैभन्दा धेरै उपस्थित हुनुभएको छ। जहाँनिर चाहिँ यो श्रम संस्कृति पार्क। यो यता माथि के छ? आरा धरा न हाजी आरा धरा में जाता है माने बोलो दर्शकबिन साँच्चै हामी यस्तो पार्कमा आएको छौँ। हामी देख्न सक्नुहुन्छ। दर्शकबिन साँच्चै धरानलाई चिनाउने एउटा श्रम संस्कृति पार्कमा हामी छौँ, जहाँनिर चाहिँ यही श्रम संस्कृति पार्कले नै धेरै परिचित हुनुभएको धरानका पूर्व मेयर हर्क सम्पन यतिखेर सभासद भइसक्नु भएको छ, सांसद भइसक्नु भएको छ। देख्न सकिन्छ दर्शकबिन। साँच्चै हजुर बाबा देख्न सक्नुहुन्छ दर्शकबिन। दर्शकबिन साँच्चै यो चाहिँ धरानलाई एकदमै बेलुका 6 बजे यसरी देख्न सक्नुहुन्छ। भाउजू श्रम संस्कृति पार्क, श्रम संस्कृति पार्क देख्न सक्नुहुन्छ दर्शकबिन। साँच्चै नै एकदमै हेर्नुहोस् त, श्रम संस्कृति पार्कमा हामी यतिखेर यी माछाहरू पनि यहाँ देख्न सक्नुहुन्छ। श्रमबाटै बनिएको यो देख्नुहोस्।
देख्न सक्नुहुन्छ दर्शकबिन साँच्चै श्रम संस्कृति पार्कले बनाएको यो देख्न सक्छ।